राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टीको सक्रिय भूमिकामा फर्किएका छन्। आज उनलाई पार्टी कार्यालयमा नेता कार्यकर्ताले न्यानो स्वागत गरेका हुन्। कार्यालय पुगेका लामिछानेले बैठकमा बस्नु पूर्व सबैलाई एकमुष्ट सम्बोधन गर्दै राष्ट्रस्था कि गणतन्त्रको पक्षमा उभिन्छ भन्ने विषयलाई प्रश्न पारेका छन्। लामिछानेले केही भनाइहरू भनेका छन्। मलाई सरकारले मुद्दामाथि मुद्दा लगाएर दुःख दिइरहेको छ। सरकारले गर्न सक्ने जति जोडबल लगाएको छ, के भयो के भएन मैले भन्नु पर्दैन, केही नभएको भए अदालतले यत्रो धरौटी लिन्छ र भनिरहेका छन्। म यति भन्न चाहन्छु, यिनीहरूको 2/3 सरकारले मलाई जिउँदै छोडेको छ, यही नै मेरो जित हो। शरीरमा एक थोपा रगत हुँदासम्म लुटतन्त्रको विरोधमा उभिनेछु। जतिवटा मुद्दा लगाउनु छ लगाऊ, ज्यान मार्नु छ मार। म राजनीतिमा नआएको भए यो दुःख खेप्नुपर्ने थिएन भन्ने मलाई थाहा छ। संघीय लोकतन्त्रको र गणतन्त्रको आडमा लुटतन्त्र मच्चाइरहेकाहरूलाई खबरदारी गर्न रवि लामिछानेले कहिल्यै पछि हट्दैन। सोचेको थिए केही समय विश्राम गरौं, शान्त बसौं। पार्टीका साथीहरूले जिम्मेवारीपूर्वक बलबुताले काम गरिरहनु भएको छ, तर म शान्त बसेको फाइदा उठाउँदै सरकारले टाउकोमा तरबार झुन्डाइदिन खोज्यो। एउटा जिल्लामा मुद्दा नबुझाएर राखेको छ, यसको टाउकोमा एउटा तरबार झुन्डाइदियो भने चुप लागेर बस्छ होला भन्ने लागेको होला। कुनै पनि बेला शिरमाथि राखेको तरबार खसाल, म थाप्न तयार छु। म लड्छु, जुनसुकै शक्तिमा लड्छु, तर यो लुटतन्त्रलाई टुलु हेरेर बस्ने लालची मान्छे म होइन। अझै गरेर षड्यन्त्र अदालतप्रति आशा र भरोसा राखेर हरेक अदालतमा पुगेको छु। कुनै दिन मैले 4वटा अदालतमा एकै दिन उपस्थित हुनुपर्छ। जे हुन्छ होस्। थप केही मुद्दा लगाउनु छ भने लगाओस्। जनताको आक्रोशलाई नजरअन्दाज गर्ने कोसिस गरिरहेका छन्। म कहाँ आगो बलेको छ तापौला भनेर बसेको छैन। हामी स्पष्ट रूपमा आएका थियौं। जनता आक्रोशित छन्। जनतामा ठूलो आक्रोश र निराशा छ। यसलाई चिर्नु पर्ने थियो, बदल्नु पर्ने थियो। घण्टी बजायौं, तर यिनीहरू हाम्रो घण्टी फुटाउन तर्फ लागे। मलाई दुःख लाग्छ, यतिखेर देश लगभग प्रतिपक्षविहीन भएर बसेको छ। सञ्चारकर्मीहरूलाई सरकारी पक्ष नबन्न अनुरोध गर्दछु।